आज त छुट्टीको दिन डह्रो सुत्नु पर्यो भनेर सोचिरहेको एक्कासी याद आयो। दिउँसो तपाईँ सुत्नुहुन्छ भने तपाईँ सुतेको होइन, तपाईँको भविष्य सुतेको हो भन्ने कुरा पुरानो रेडियोमा बज्थ्यो। त्यो याद आयो। हतार हतार उठेर आत्तिँदै उठेर चप्पल सप्पल लाएँ अनि लागेँ किचनतिर। काम नभए पनि मामलाई त प्राथमिकता दिनुपर्छ भन्ने सोचले किचनतिर लागे। साथीहरू, यो चाहिँ हाम्रो प्यासेज हो है साथीहरू, यो चाहिँ हाम्रो किचन। अनि डाइरेक्ट भोकाइराखेको बाघले शिकार झम्टे जस्तो चाउचाउ भएको ठाउँतिर। अनि यो चाउचाउ चाहिँ खासै मिठो चाहिँ हुँदैन, यो अलिक सस्तोबाट ल्याउनुहुन्छ। यो चाहिँ साहुले हाम्रो पैसा चाहिँ खानु बस्नुको काट्छ। अनि त्यो बापत चाहिँ हामीले यो चाउचाउ र खाना सब्जीहरू चाहिँ दिनुहुन्छ है साथीहरू। यो चाहिँ अलिक सस्तोबाट हो यो चाउचाउ चाहिँ। यो प्याकेटभित्र चाहिँ चपस्टिक छ है साथीहरू। र खोल्दै थिएँ, एकैचोटि झरेछ चाउचाउ भुइँमा। कहाँ झरो खोज्दाको धास्ती भयो। अनि बल्ल बल्ल भेटेर खोले। एक हातले त सम्भव भएन, फोन भुइँमा राखेँ साथीहरू। र खोलिसकेपछि पानी, यहाँ चाहिँ तातो पानी र चिसो पानी छुट्टा छुट्टै हुन्छ है साथीहरू। नेपालमा भने चाहिँ ग्यास चुल्हा बालेर तातो पानी तताउनु पर्ने स्थिति हुन्छ। तर यहाँ चाहिँ तातो पानी एकतर्फ, चिसो पानी अर्कोतर्फ झर्छ। कतिपय ठाउँतिर त नेपालमा पनि अहिले आइसक्यो होला होइन, तर मेरोमा चाहिँ आइसकेको छैन साथीहरू। र यसलाई तताउनु पर्यो भनेर मेरो नेपालमा चाहिँ ग्यास चुल्हा अन गर्नुपर्छ। तर यहाँ चाहिँ टक्कसँगले ओभनमा लगाइदिने हो साथीहरू। तपाईँहरूकोतिर त अब छ होला यो सिस्टमहरू, तर मेरोमा चाहिँ अहिलेसम्म मेरो घरमा चाहिँ विकास भएको छैन है साथीहरू। एक्कासी उल्टो भयो के भयो भनेर एकछिन आत्तिएँ साथीहरू। मोबाइल उल्टो रहेछ, हतार सुल्टो बनाएँ होइन साथीहरू। अनि फोहोर मैला मुक्त क्षेत्र घोषणा गर्नुपर्छ भनेर फोहोर चाहिँ टिपेर डस्टबिनमा हालेँ साथीहरू। डस्टबिनमा हालिसके पछाडि यो प्याकेटभित्र चाहिँ चपस्टिक छ साथीहरू। चपस्टिक निकालेँ।